मैडम हजुर हैन के गर्न लाइछौ मैले यो पुसे पानीमा अचार राख्ने भनेर अचार राखेको थियौँ नि हामीले भाउ है कति भयो 10-12 दिनै भइसक्यो जस्तो लाग्यो मलाई है हजुरले खानलाई भनेको त खाना पनि रहन्छ ल आज यो हेरौँ न कस्तो भएर रहेछ आज त हेरौँ त बिर्कै खोल्न नसकिन् के हो कस्तो छ कलर त चेन्ज भएको छ त यो त कलर त ऊ जस्तो आउँदो कलर त यस्तै हो स्मेल गुन्द्रुकको जस्तो आउँदो रहेछ है पल्ट्यो के राखिदिउँ ल भन्नु ल खानु है र चाख्नु भयो मलाई त माइग्रेन छ यस्तो खान डर लाग्छ माइग्रेन छ खान डर लाग्छ खान डर लाग्छ ल हेर्नु आमा मिठो भएको छ त वा ट्वाक्क कति मिठो हुँदो रहेछ है वा तपाईले बनाएर खानु होला यो त टेस्टी हुँदो रहेछ यस्तो मिठो हुन्छ है ल यो बनाएर खानुलाई हेर न कति मिठो भएको छ ल अब ल ठिक्क अमिलो नुन नुनिलो पिरो सबै आइटम राखिदिउ न बोरकाउली राखिदिउ फुलकाउली राखिदिउ अब सबै एकैछिन खान्छन् र अनि 1 घण्टा त खान पर्यो पछिसम्म खान मिल्छ गरे ल काँक्रो फुलकाउली ल एउटा बोरकाउली पनि राखिदिउ त ल बोरकाउली ल हेर्नु कस्तो राम्रो ल हेर्नु त यो बिना छोपको अचार है कति राम्रो हुँदो रहेछ है ल यस्तै गरेर खानुलाई अझै पुस्छ नराखेकोले पनि राख्नु होला ल कति मिठो हुँदो रहेछ ल सबैजनालाई बाई बाई ल